नमस्ते अनि हार्दिक हार्दिक स्वागत छ तपाईँलाई यो मेरो हेल्थ युट्युब च्यानलमा। आज म कुरा गर्दैछु गाउँघरतिर काहीँ गयो हल्ला सुनिन्छ, केटाहरूले यसो कसैले भन्छन् सानो उमेरमा सम्भोग गर्यो भने केटी मान्छेको पाटेघर खस्छ भन्छन्। हो कि होइन, कसो होला कुरो? सानो उमेरमा सम्भोग गर्दा पाटेघर खस्छ भन्ने कुरा कतिको तथ्यपूरक छ, कतिको भरम हो र यसको यथार्थ के हो, सत्य तथ्य म तपाईलाई यो भिडियोमा स्पष्ट पार्छु। भिडियो अन्तिमसम्म अवश्य पनि हेर्नुहोला। सानो उमेरमा सम्भोग गर्दा पाटेघर खस्छ भन्ने कुराको तथ्य थाहा पाउनुभन्दा पहिला पाटेघरको एनाटोमी, पाटेघरको बनावट के हो, कसरी बनेको हुन्छ, कसरी बसेको हुन्छ, पाटेघरको फिजियोलोजी कसरी पाटेघरले काम गर्छ, यो दुईटै कुरा जान्न जरुरी छ। सुरुमा एनाटोमी अलिकति कुरा गरौँ। पाटेघर केटी मान्छेको तल्लो पेटमा बसेको हुन्छ। यसको उचाइ भनेको चाहिँ 7 सेन्टिमिटर हुन्छ। यसको चौडाइ 4 देखि 5 सेन्टिमिटर हुन्छ। यसको बाक्लोपना 3 सेन्टिमिटर जति बाक्लो हुन्छ र यसको तौल लगभग 60 ग्राम जति यसको तौल हुन्छ। पाटेघरका विभिन्न हाँगाहरू, लिगामेन्ट हुन्छन् जसले पाटेघरलाई अड्याएर राखेका हुन्छन्। ती लिगामेन्टले वरिपरि विभिन्न ठाउँमा समातेर पाटेघरलाई झुन्डाएर राखेका हुन्छन्। पाटेघरलाई तलपट्टि खद्दा खसोस् भनेर एउटा मेम्ब्रेन हुन्छ र पेल्भिक फ्लोरका मसल हुन्छन्। त्यो मसल र मेम्ब्रेनले तल खस्न नदिनको लागि सपोर्ट गरेर राखेको हुन्छ। तपाईहरुले यो पनि देख्नु भएको छ होला। अर्को कुरा, सम्भोग गर्नु भनेको योनि भजनामा हो र पाटेघर योनिभन्दा माथि हुन्छ। भनेको सम्भोग गर्दाखेरि हाम्रो लिङ्ग केटी मान्छेको पाटेघरमा पुग्दैन, योनिमा भजनामा मात्र सम्भोग हुन्छ। सम्भोग गर्दाखेरि जति सम्भोग गरे पनि पाटेघर खस्छ भन्ने कुरा एकदमै भरम हो भन्ने कुरा थाहा पाउनु भयो, बुझ्नुभयो। पाटेघर सम्भोग गरेर खस्दैन। जति सानो उमेर होस् पाटेघर सम्भोग गरेर खस्ने कुरा रहेनछ। अब गाउँघरमा किन खस्छ भनियो, किन हल्ला चल्यो होला, केही होला, त्यतिकै हल्ला चल्दैन। हावा नचली पात हल्लिन्न भने जस्तै केही कुरा नभएसम्म यतिकै हल्ला चल्दैन। केही कुरा छ, त्यो कुरा के हो म तपाईलाई स्पष्ट भन्छु। सानो उमेरमा सम्भोग गर्यो भने पाटेघर खस्छ भन्ने कुरा एकदमै गलत हो। तर पुरै गलत चाहिँ होइन। किनभने सानो उमेरमा सम्भोग गरेर पाटेघर नखस्छ तापनि सानै उमेरमा सम्भोग गरेपछि बच्चा बस्यो भने त्यो बच्चा बस्दाखेरि जुन पाटेघरमा बच्चा बस्ने हो त्यो पाटेघर पुरा रूपमा म्याच्योर पर्फेक्ट बनेको हुँदैन, पुरै परिपक्व भएको हुँदैन। जसले गर्दा बच्चा बढ्दै गएपछि त्यो पाटेघर फुट्छ र केटी मान्छेको ज्यान जान सक्छ, पाटेघर फुटेर खस्न सक्छ। एउटा अर्को, सानो उमेरमा बिहे गर्यो, सम्भोग गर्यो, बच्चा पाउन थाल्यो र त्यो बच्चा पाउने क्रम लामो समयसम्म भइराख्यो, बच्चा पाइराख्यो भने बुढेसकालमा पाटेघर झुन्डेर तल खस्छ। पाटेघर चाहिँ योनि मार्गभन्दा बाहिरपट्टि झुन्डिने अवस्था पनि आउँछ। त्यसैले समाजमा भनिएको हो सानो उमेरमा सम्भोग गर्दा पाटेघर खस्छ। सम्भोग गरेर पाटेघर खस्ने होइन, सम्भोग गरेपछि जुन बच्चा बस्छ र बारम्बार बच्चा पाइन्छ त्यसले गर्दा पाटेघर खस्ने हो। त्यसो भए पाटेघर खस्छ चाहिँ कसरी? पाटेघर खस्ने भनेको एउटा सानो उमेरमा बिहे गर्यो, सम्भोग गरेर बच्चा पाउन थाल्यो भने त्यसले भोलि गएर पाटेघर खस्ने सम्भावना बढाउँछ। एउटा अर्को भनेको चाहिँ गरुङको काम गर्ने, गरुङको भारी बोक्ने, गरुङको भारी उचाल्ने काम गर्ने महिलाहरूलाई भोलि पाटेघर खस्ने सम्भावना एकदमै धेरै बढ्छ। र अर्को, धेरै साह्रो दिशा आउँछ, दिशा गर्दा साह्रै बल गरेर दिशा गरिन्छ भने त्यो अवस्थामा पनि पाटेघर खस्न सक्ने सम्भावना एकदमै धेरै बढ्छ। सम्भोग गर्दाखेरि पाटेघर खस्ने होइन, सम्भोग गर्दाखेरि पाटेघरमा र हाम्रो शरीरमा, केटी मान्छेको शरीरमा रक्त सञ्चार राम्रो बन्छ। राम्रो रक्त सञ्चार बन्यो भने पाटेघरलाई केही मात्रामा बरु सपोर्ट चाहिँ गर्छ, तर खस्ने कुरा एकदमै गलत हो। त्यसैले समाजले केटी मान्छेलाई डराउनको लागि, दबाउनको लागि र उसले सानै उमेरमा बिहा नगरोस्, सम्भोग नगरोस्, नबिग्रोस् भनेर डराउनको लागि एउटा त्यो उद्देश्यले र अलिकति सही शिक्षा र सही सूचनाको अभावमा चाहिँ समाजले पाटेघर खस्छ यदि सम्भोग गर्यो भनेर भनिएको हो।